गर्नु देखेको कुराहरू गाउँघरको उचालमा के परमेश्वर भन्नु पर्यो। फाइनली गाइस बहिनीले मलाई चिया दिनुभएछ, मलाई प्रसाद। बिहान 10 बजी लगाएको लुगा मैले चाहिँ अहिले 1 बजी सक्छु। भन न मेरो नाम अपेक्षा राई। हेलो गाइस, वेलकम ब्याक अगेन श्यामोजी ब्लगमा तपाईहरुलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। फेरि पनि गाइस आज चाहिँ बिहानैदेखि म पूजा घरमा पूजा गरिवरी फेरि देवीथानमा जाँदैछु। देवीथानमा चाहिँ हाम्रो आज पूजा भइरहेछ। तपाईहरुलाई मेरो ब्लगमा फेरि पनि स्वागत गर्दै आजको चाहिँ दिनभरि हाम्रो यो अनेकतामा एकता भन्ने चिज चाहिँ के हो भन्ने कुरो चाहिँ तपाईहरुलाई आज म मेरो ब्लग मार्फत देखाउने प्रयास गर्नेछु। गाइस हामी यहाँ धेरै धेरै थरीका धेरै धर्मावलम्बीहरू हामी बस्छौं, धेरै जात जातिहरू बस्छौं। हामीले चाहिँ आफ्नो रीतिरिवाज परम्पराहरू कसरी मनाउँछौं भनेर चाहिँ आजको दिन चाहिँ म तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। गाइस मसँगै रहनु होला। म चाहिँ यहाँनिर अलिकति अक्षताहरू, फुलहरू, हल्का पैसा, चामल, धूप लिएर चाहिँ म देवीथान जाँदैछु। घरमा अघि पूजा गरिसके मैले। आज देवीथान गएर देवीथानको पूजालाई तपाईहरुलाई देखाएर त्यस पछाडि फेरि आज बुद्ध पूर्णिमा भएकोले गर्दाखेरि आज बुद्ध जयन्ती पनि हो र उभौली पर्व पनि हो। आज उभौली पर्व पनि हो। गाइस आज चाहिँ म तपाईहरुलाई सबै चिज देखाउने छु। मसँगै रहनु होला। ओके गाइस म चाहिँ जाँदैछु। गाइस अब देवीथानतिर प्रस्थान गर्दैछु। तपाईहरु हेर्दै गर्नु होला। बहिनी कता हिँडेको बहिनी? गाइस म चाहिँ अब देवीथान जाँदैछु। देवीथानमा चाहिँ पुरा पञ्चे बाजा सहित आज पूजा कार्यक्रम भइरहेछ। तपाईहरु मसँगै बस्नु होला। आजको पञ्चे बाजा सहितको पूजा कार्यक्रममा म जाँदैछु। गाइस जाने म चाहिँ यहाँबाट आएँ। गाइस देवीथान धेरै टाढो छैन, यो मेरो घरदेखि नि यही देवीथान, त्यो परको ठुलो रुखै हो देवीथान। गाइस म चाहिँ यहाँबाट जाँदैछु। अब तपाईहरुलाई देवीथानसम्म पुर्याउँदैछु। हजुर को बुहारी? ए भाउजू पो त मेरो त। ए गाइस म त जाँदैछु। जेकी पनि आउँदै रहेछ। अब हेलो सोहिल दाइ, के छ नि? आराम कुशलै हो? अनि आज त बुद्ध जयन्ती पो त हो। अनि बिहानै सड्काइदिएको सेन्तेरेम। अघि हल्का रमाइलो गरिदिइसकेको है सेन्तेरेम। ल ठिक छ। ए जाउँ देवीथानमा पूजामा। हाम्रो जोजोहरूको सुँगुरु खोर। गाइस सर्टकट हानिनु पर्यो। हाम्रो देवीथान हो गाइस यो। देवीथानमा चाहिँ आज पञ्चे बाजा सहित हाम्रो पूजा हुँदैछ। गाइस मेरो चाहिँ बिग फ्रेन्डहरू चिल्ड्रेन हुड छ। पुरा घाँस पलाएको रहेछ। खेतबारीबाट जाने हो। गाइस मेरो बहिनी पनि आउँदैछ। गाइस हेर्नु होला। बहिनीले दर्शन नमस्ते भन्दैछ। गाइस फाइनली गाइस म चाहिँ यहाँनिर देवीथानमा आइपुगेँ। गाइस यहाँनिर चाहिँ हाम्रो पञ्चे बाजा टोलीहरू हुनुहुँदो रहेछ। आज चाहिँ पञ्चे बाजा सहित हाम्रो देवी पूजा भइरहेछ। गाइस हेर्नु होला।
हाम्रो देवीथान चाहिँ यस्तो छ गाइस। हाम्रो घन्टी चाहिँ यहाँनिर छ गाइस। यो देवीथानबाट धेरैचोटि घन्टी हराएर अहिले चाहिँ यहाँनिर ठोकेका छौँ हामीले घन्टी। घन्टी बजाइयो गाइस। हाम्रो रामदाई पनि पूजा गर्दै हुनुहुन्छ यहाँ। ठ्याक्कै यतापट्टि चाहिँ पूर्वपट्टि चाहिँ यस्तो मकैबारी छ हाम्रो देवीथानदेखि। यहाँनिर चाहिँ प्रसाद बनाउने कार्य चलिरहेछ। यहाँ फुल छ फुल छ कि पूजा जान सुनेर सबै ए अझै बाचा राम्रो देखिरहेछ है धेरै छ गाउँघरको लालीबाछीमा हामी भन्छ बाबु हो दुःख नमान्नु छ हावामा कसले अब यो देवीको जलकन्ने पञ्चकन्ने सिंहकाली रक्तमाला देवी सिंहकाली भगवती साथमा खेल्दै हिँड्दो रहेछन् भन्छन्। टाढा टाढा होसियारी गर्नु ल। अब यो जग्गादेवी भूमि मट्टी भूमिको होसियारीको बेलामा हलमा नदी मेट्दै
प्रसिद्ध सिकारी ढुकुर सिंह यहाँ महादेव महाराजा श्रीरङ गाउँघरमा के कस्तो हुन्छ त्यो पनि भनिदिनु। जग्गाजिनी भूमि मट्टी भूमिमा खेती नराम्रो छैन। पश्चिम दक्षिणमा अलिकति अँध्यारो छ। 6 महिनादेखि 18 महिनाभित्रमा अलिकति अँध्यारो देखाउँछ। दुःख नमान्नु। आज हामी पञ्चकन्या सिंहदेवीमा शक्ति माग्दैछौँ। यहाँनिर चाहिँ गाइजहरू एकदम अब प्रसाद हाल्नुको लागि सोली बनाउँदै हुनुहुन्छ सबैजना। सोली अब चारो खाने यो गाउँ घरको छ लालामाला कतिखेर आउनुभयो अझै? पूजा गर्न आँट्नुभएको? पूजा गरेको हैन, पूजा गर्ने आज पूजा गर्नु हो कान्छी? यो ब्लगमा यो श्यामुजी ब्लगमा केही मेरो दर्शकहरूलाई केही सन्देश दिन चाहनुहुन्छ? दर्शकहरूलाई के सन्देश दिने आज पूजा गर्नु दिनको पूजा गर्नु गुम्बा गएर पूजा गर्नु गएर सबैलाई ओके भयो। फाइनली गाइस बहिनीले मलाई चिया दिनुभएछ। म चाहिँ चिया पिउन लागेको अब ब्ल्याक टी हो। मलाई प्रसाद फाइनली गाइस मैले पनि प्रसाद पाइसकेँ। आज प्रसादमा बुनिया ज्यादा छ जस्तो छ। त्यो कालो सेतो खालको लुगा लाउने केटीले चाहिँ मलाई यो भिडियो हालिहाल्छ भन्छ है गाइस। फाइनली गाइज म चाहिँ यहाँ साखेलाभित्र आइसकेको छु। यहाँनिर चाहिँ अब नाचगान कार्यक्रम सुरु हुन लागेको छ। यहाँ प्र्याक्टिस गरिवरी चाहिँ आज माङ्गिम जाने भन्ने कुरो चलिरहेछ गाइज। अब यहाँ चाहिँ
साकेला नृत्य सुरु हुन लागेको छ। यतापट्टि चाहिँ हाम्रो भाउजू पोरो हुनुहुन्छ, रमिता हेर्दै हुनुहुन्छ। अब यहाँ हेरौँ कस्तो नाच्दो रहेछन् हाम्रो भाइ बहिनीहरूले। फाइनली गाइज अब हामी चाहिँ यहाँ प्र्याक्टिस सकेर अब चाहिँ माङ्गिमतिर जान तयारीमा छौँ। हामीलाई लिनको लागि ट्र्याक्टर आउनु भएको छ। ट्र्याक्टर अब चाहिँ हामी माङ्गिमतिर प्रस्थान गर्दैछौँ गाइज। हामीहरू चाहिँ अब यहाँनिर आइसकिसक्यौँ। हामी चाहिँ यहाँनिर साकेलाबाट, यो चाहिँ सामुदायिक वन जाने बाटो हो। साकेलाबाट हामीहरू चाहिँ माङ्गिमतर्फ प्रस्थान गरिरहेका छौँ। हामी सबैजना टोलीहरू हुनुहुन्छ यहाँनिर, भाइ बहिनीहरू सबै छन्। सबै एकसाथ छन् नृत्य प्रदर्शन गर्नको लागि, सबै तयारी अवस्थामा। सबैजना हुनुहुन्छ यहाँनिर। हाम्रो आशिकाको पनि भ्लग छ अरे गाइज। हाम्रो आयुष्मालाई त नचिन्ने भएछ बुलाकी लगाएर। हाम्रो यहाँ चाहिँ कोच हुनुहुन्छ। सबैजना जाँदैछौँ गाइज। आज कस्तो हुन्छ अब हाम्रो माङ्गिममा गएर थाहा हुन्छ हाम्रो आजको नृत्य कस्तो हुनेछ भनेर। तपाईँहरू माङ्गिमसम्म हामीसँगै बस्नु होला, भिडियो हेर्दै गर्नु होला। यहाँ हाम्रो अर्को भ्लगर पनि हुनुहुँदो रहेछ यहाँनिर। सबैजना हामीहरू चाहिँ हिँड्दै हिँड्दै जाँदैछौँ। गाउँठाउँको यस्तै हो गाइज। हेलो गाइज, लाइक हाम्रो अङ्कलको भ्लगमा लाइक गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु ल। हाम्रो नाच हेरिदिनु होला। हाम्रो नाच हेरिदिनु होला, सबैले कमेन्ट गरिदिनु होला। राम्रो मानेर हेरिदिनु होला। अहिले बोल्ने अलिक हालत काम छ, धेरै गल्यो। मलाई गर्मी छ क्या, यो लुगाले झन् यस्तो गर्मी भएको। बिहान 10 बजी लगाएको लुगा मैले चाहिँ अहिले 1 बजिसक्छ। कस्तो भइसक्यो होला यो सामानले झन्। यहाँ हेर्नु यता सबै मर्ने बेला भइसक्यो गाइस। तपाईँहरूले नि बुझिदिनु अरे गाइस, बुझिदिनु अरे। मेरो स्यामु SHYAMU स्पेस G स्पेस भ्लग युट्युबमा गएर सर्च गर्नु भेटिहाल्छ। सक्यो भने धेरै लामो छ। आज तल देवीथानको पनि बनाएको थियो, त्यहाँ पनि पञ्चे बाजा बजाएको भ्लग छ। त्यहाँको पनि अब यहाँको पनि मिक्स गरेर हाल्नुपर्ने हुन्छ नि। र सबै ग्रुपहरू हामी जाँदैछौँ गाइस। फाइनली गाइस हामी चाहिँ यो सामुदायिक वन माथिल्लो माग्रामाटी सामुदायिक वन बिट नम्बर 2 को प्राङ्गणमा आइपुगिसकेका छौँ। यो बाटो चोकबाट चाहिँ हामीहरू यहाँबाट चाहिँ अब माङ्गिमतर्फ हामी अगाडि बढ्दैछौँ। अपेक्षा पनि हाम्रो यहाँ हाई गर्दै ढोल बोकेर हिँडिराख्नु भएको छ। तर ढोल चाहिँ सेम मान्छे जस्तै बजाउनुहुन्छ उहाँले। यता नाम भनिहाल्नु, नाम के हो? विशाल हो। एके विशाल ब्रो। अनि तिम्रो? मेरो विशाल हो। एके विशाल ब्रो। उसको सुसन। सो एके सुसन ब्रो पनि हाम्रो बिग फ्रेन्ड हो, स्यामुजी भ्लगको बिग फ्रेन्ड हो।
मेरो श्यामुजी ब्लग हो मेरो ब्लगको नाम यस के पो अरे आयुष्मा तर बुलाकी लगाएर झन्डै होइन कि जस्तो देखिन्छ आयुष्मालाई हाम्रो आयुष्मा पनि यहाँ हुनुहुन्छ यता फेरि नामै बिर्सेँ तिम्रो नाम के पो हो आशिका तामाङ त होइन त फेरि के आशिका लिम्बू पनि हुनुहुन्छ यहाँनिर आशिका लिम्बूले एकदम भ्लग बनाउँदै हिँड्नुहुन्छ ल अगाडि हाम्रो टोलीहरू अगाडि बढिरहेको अवस्था छ गाइस ल गाइस हामी चाहिँ यो सिद्धदेवी मन्दिर अस्ति भर्खरै यहाँको रुख लडेर चाहिँ यहाँ क्षतविक्षत भएको अवस्था छ यहाँ चाहिँ निर्माणाधीन अवस्थामा रहेछौँ सिद्धदेवी मन्दिरमा पनि आइपुग्यौँ देवीथान भन्थ्यो हाम्रो गाइस यो देवीथान भनेको चाहिँ यही हो सिद्धदेवी मन्दिर भनौँ न यहाँनिर चाहिँ रुख लडेर चाहिँ अहिले निर्माणाधीन अवस्थामा छ हामी चाहिँ यो चोकमा आइपुग्यौँ गाइस यो रिङ रोड हो रिङ रोडबाट हामी चाहिँ माङ्गिङतर्फ प्रस्थान गर्दैछौँ गाइस रहनु होला हामीसँगै हामी चाहिँ गाइस अब रिङ रोडबाट माथि प्रस्थान गर्दैछौँ ल तिम्रो नाम के हो बुनु एन्जल लिम्बू एके एन्जल लिम्बू के हो रे नाम तिम्रो फेरि भन त मेरो नाम एन्जल लिम्बू हो ओके गाइज मेरो भ्लगमा आज एन्जलको पनि इन्ट्री भइसकेको छ तपाईँहरू नमस्ते सेवा सबैजनालाई गाइज भन्नै पर्छ यो एउटा रुल्स एन्ड रेगुलेसन हो यो भ्लगको अनि गाइस भनेर सबै गाइसले हेर्नु नि एकजना मात्रै हेर्ने हैन यस्तो पनि हुन्छ गाइस भनेर गुरु त भन्नु मिल्दैन नि सबै भाइ झन्डा हल्लिरहेछ ल आऊ नानी हो ढिलो हुन्छ आऊ छिटो तिम्रो नाम चाहिँ के हो मेरो एके सुसन ओके एके सुसन अरे उहाँको नाम तिम्रो नाम के हो तिम्रो नाम मेरो नाम मनिक राई एके मनिक राई पनि आज हामीसँग नृत्य प्रस्तुत गर्नुको लागि हिँडिराख्नु भएको छ यहाँनिर हामीहरू चाहिँ गाइस अब आइपुग्न लागिसक्यौँ माङ्गिमतर्फ अगाडि एकदम निरन्तर द्रुत गतिमा हामी अगाडि बढिरहेको अवस्था छ यहाँ हाम्रो राजन दाजु पनि भेटियो दाजु चाहिँ अहिले एकछिनबाट आउनुहुन्छ अरे हामी चाहिँ अब अगाडि बढिरहेछौँ ल दाजु लाग्यो ल आउनु होला र फाइनली गाइस हामी चाहिँ अब अगाडि बढिरहेको अवस्था छ म चाहिँ पुरा 180 को स्पिडमा अगाडि बढिरहेको छु यो म चाहिँ त्यो हाम्रो ढोल बजाउने मिसको नाम सोधौँ भनेको तपाईँको नाम चाहिँ के हो भन नाम मेरो नाम अपेक्षा राई अरे एके अपेक्षा राई मिस अपेक्षा गाइस लाइक कमेन्ट सेयर ठोकिहालौँ त अपेक्षाको नाममा यो चाहिँ हाम्रो रिङ रोड हो गाइस रिङ रोड चाहिँ यस्तो छ जस विकास भएन भन्छ विकास हुँदैछ गाइस बिस्तारो राम्रै छ बाटो यो कसको घर हो उसको हो त्यो गोल खेल्नु गएको थियो नि उमेशको हो त्यो बोट एकदम अमूल्य छ हैन त्यसलाई कुनै पैसामा पुर्खाले रोक्नु भएको हाम्रो त्यो रुख चाहिँ हामी त्यो रुखलाई कहिले मास्नु सक्दिन हामी अहिले त्यो जुन साकेलामा नाचेर आयौँ त हाम्रो बटुसको रुख हो त्यो रुखलाई हामी कहिले मास्नु हुँदैन त्यो रुखको अमूल्य पत्ता हो यो तपाईहरु पनि बुझिराख्नु राई कल्चरको लागि यो रुख र यो रुखको पत्ता एकदमै धेरै असल्टिने गाइस हामी चाहिँ यहाँ रिङ रोडबाट माथि आइसकेपछि यो चोकमा आइपुगिसकेका छौँ तल हाम्रो नृत्य टोलीहरू तल आउँदैछन् काजी कोही त्यो चोक हेर्नुहोस् गाइस कोही यता छन् चोक हाम्रो यस्तो छ अब यहाँबाट हामी सिधै उत्तरतर्फ हामी लागिरहेछौँ यहाँबाट गयो भने चाहिँ परको हाइवे पुगिन्छ त्यो शहीद मार्ग पुगिन्छ यहाँबाट गयो भने चाहिँ हामी चाहिँ यहाँबाट माथि उत्तरतर्फ प्रस्थान गर्दैछौँ गाइस हाम्रो आदि ग्रुप आरामै हुनुहुन्छ जाउँ हेर्नु माथि ल ओके छ त ब्लगमा हेर्नु होला यहाँनिर चाहिँ सायद ब्यानरको लागि हामी आएको जस्तो लाग्दैछ गाइस खोइ ब्यानर चाहिँ
विष्णु दाईको घर हो। फाइनली गाइस हामीसँग चाहिँ अब ब्यानर पनि आइसकेको छ। हामी चाहिँ ब्यानरको साथमा अब हामी माङिमतर्फ अगाडि बढिरहेको अवस्था छ। यहाँ चाहिँ अब ब्यानर सहित हामीहरू टोलीहरू अगाडि बढिरहेको अवस्था छ गाइस। माङिङ आइपुग्ने आँटिसक्यो गाइस। अब माङिम तपाईहरु इन्तजार गर्नु होला, हाम्रो नृत्य प्रस्तुत हुनेछ माङिममा। ल अलिक टोलीहरू छिटो छिटो अलिक छिटो अब आइपुग्न लाग्यो। ल अलिक छिटो फास्ट फास्ट फास्ट। कति राम्री राम्री बहिनीहरू हुनुहुन्छ। ल गाइस लाइक कमेन्ट सेयर पनि गर्न नबिर्सनु होला। यति राम्री राम्री बहिनीहरू देखाइदिरहेको छु मैले हाम्रो मेरो भ्लगमा। ल गाइस यहाँ हाम्रो फुपू पनि आउनु भएको छ। यत्रो दुःख गरेर यति माथिसम्म आइपुग्नु भएको छ हाम्रो फुपू पनि यहाँ नाच हेर्नको लागि। बडीमा पनि हुनुहुन्छ। फाइनली गाइस हामी चाहिँ माङिङ आइपुगिसक्यौँ। माङिङमा चाहिँ धेरै टोलीहरू आएको रहेछन्। अब हाम्रो टोलीहरू पनि यहाँ माङिङतर्फ अगाडि बढिरहेका छन् गाइस। हाम्रो ढोल बजाउने बहिनी हुनुहुन्छ यहाँ। हाम्रो गाउँको सबैजना आइसक्नु भएको रहेछ गाइस यहाँनिर। मेरो हिरोनी सोल्टिनी पनि आउनु भएको छ गाइस यहाँ। मेरो बहिनी अघि आइसकेको रहेछ गाइस। यता हेर त बहिनी अघि आइसकेको रहेछ गाइस। ढोल बजाएर नाच्दाखेरि आफै बिर्सिन्छ, आफू बोलाएर पेट दुइन्छ। हाम्रो काका पनि यहाँ आउनु भएको रहेछ। काका जानु भएन तल? ए तल हुलाबारी पनि जानुभयो? ल ल त्यसो भने अब यहीँ रमाइलो गर्दै बस्नु न। अलिक गुम्बा जानुपर्छ होला फेरि। अब फेरि उँधो जाने गाइस हाम्रो काका पनि आउनु भएको रहेछ। सबैजना आएको रहेछ यहाँ एकदम। यहाँ चाहिँ आज भव्य कार्यक्रम ठुलो भयङ्कर कार्यक्रम भएको रहेछ। यहाँनिर चाहिँ हाम्रो टोलीहरू आइपुगेका छन्। अब हाम्रो टोलीहरू एकदम झ्याम्टाहरू तयार गर्दैछन् यहाँनिर। अब झ्याम्टा बजाएर एकचोटि नाच देखाएर अनि फेरि भरे चाहिँ नृत्य देखाउने के भन्ने कुरो यहाँ के मिलिरहेको छैन गाइस। यहाँनिर चाहिँ गाइस अब
खाजाको पनि व्यवस्था गरेको रहेछौँ सबैजना हाम्रो टोलीहरू सबै खाजा खानु गएको छन् म चाहिँ गाइस सबैजना खाजा खानु गएँ म चाहिँ भर्खर खाना खाएर आएकोले गर्दाखेरि खाजा खाइनँ म चाहिँ आइसक्रिम खाँदैछु ल गाइस यस्तो छ कार्यक्रम स्थल फाइनली गाइस अब चाहिँ यहाँ लाखे डान्स सुरु हुन गइरहेको छ लाखे डान्सको अब देउता चढिसकेको छ यहाँनिर लाखेहरूलाई अब देउता चढिसकेको अवस्था छ अब लाखे डान्स सुरु भइरहेको छ यहाँनिर फाइनली गाइस लाखे डान्स सुरु भयो गाइस अब चाहिँ
गाइस हामी चाहिँ अब आशिका र म चाहिँ हामी अब कार्यक्रम सकेर हामीहरू चाहिँ घर फर्किँदैछौँ। हामी दुईजना यहाँ सँगै छौँ हैन। हेर्नुहोस् है गाइस, हाम्रो आशिका चाहिँ एकदम लजाइराखेको अवस्था छ। पुरै हाम्रो टोलीहरू चाहिँ पछाडि डङ्कु गर्दै आउँदै गरेको अवस्था छ गाइस। देखेन देखिँदैछ पुरा डङ्कु पार्दै आइरहेको अवस्था छ गाइस। हामी चाहिँ अब घरतिर लाग्दैछौँ। राम्रै भयो, रमाइलै भयो, आजको ब्लग पनि राम्रै भयो भन्ने आशा गरेको छु गाइस। अब तपाईँहरूले हेरेर कमेन्ट गर्नु नबिर्सनु होला। आज अब राम्रै भयो होला जस्तो लागेको छ। अब हेरेर कमेन्ट गर्नु होला, के कस्तो कमजोरीहरू भयो कमेन्टमा बताउनु होला। आगामी दिनहरूमा हामी सुधार गर्नेछौँ। 10 दिन सिकेको भरमा आज दियोस्, राम्रै दियो भन्ने कुरो लागेको छ मलाई। हाम्रो भतिजले बहुत कोसिस गरेको छ गाइस। मेहनत ठुलो छ भतिजको। 10 दिन मात्रै, 10 दिन यत्रो नानीहरूलाई 10 दिन मात्रै सिकाउँदा पनि यतिको राम्रो नृत्य भएको छ। आगामी दिनहरूमा अझै राम्रो हुने आशाको साथ अब हामी चाहिँ घर फर्किँदैछौँ। आजको यहाँ माङनिमको कार्यक्रम पनि समापन भइसकेको छ। हाम्रो टोलीहरू एकदम उत्साहको साथ बजाउँदै आइरहेको अवस्था छ। ल फाइनली गाइस, अब चाहिँ हामी चाहिँ बिहान जहाँबाट गएको, जुन साकेला थानबाट किरात राई अखाको यो साकेला थानबाट गएको, अहिले हामीले यहीँनिर आएर चाहिँ अब विश्राम गरिरहेको अवस्था छ। अब हामीहरू दुईजना चाहिँ गाइस फाइनल्ली अब घर आइपुग्नै आँटिसक्यो है। हामी चाहिँ अब अरूलाई छोडिदिउँ हामीले साकेलामा। हामी दुईजना मात्रै स्विट अप तर घरतिर। फेरि अरू सम्झेला है गाइस, फेरि खतरा हुन्छ नि। फेरि स्विट अप भनेको मतलब घरतिर है फेरि होइन। घरतिर हामी दुईजना स्विट अप भतिजो होइन, भतिजनी काका भतिजनी भने फेरि स्विट अप विचार चुवागे। हामी चाहिँ अब स्विट अप घरतिर। उनीहरू चाहिँ अब बिहान देउता उठाएर गएको अरे, देउता बिसाउनु पर्छ अरे, अनि बिसाएर सेलाएर आउँछन् अरे। हामी चाहिँ काका भतिजनी नै यहाँ पुरै भ्लगर हो दुवैजना। त्यही भएर सोनुहाङ लिम्बूलाई सब्सक्राइब गरिदिनु अरे गाइस। फोन आइसकिसक्यो। ल है दाजु, हामी चाहिँ लगेर गएर पनि आएर पनि बिसाइसक्यौँ हामीले चाहिँ। अब त्यहाँ उनीहरू बिसाउँदैछन्, हामी चाहिँ लाग्यौँ अब घरतिर दाजु। त्यहाँ डङ्कु गर्दैछ, बिसाउने अरे नि त। हामी चाहिँ लु लाग्यौँ दाजु। हामी चाहिँ बिहान निस्केकोमा चाहिँ माछ मेरो पुत्रो चाहिँ घरमा के भयो होला नि गल्यौ। अनि गल्दैन। बिहान हामी कति बजीदेखि हिँडेको त्यो चाहिँ भन्नु न पहिला। म त 10 बजीदेखि हिँडेको, तिमी त 12 बजी। रहे पनि त म 10 बजी हिँडेँ, 7 बजीदेखि हिँडेको झन् देवी थानमा। अनि 12 बजेदेखि अहिले 6 भइसक्यो, यानि कि 7 घन्टा भयो। 6 घन्टा 12 बजीदेखि 1 बज्दा मात्रै 1 घन्टा हुँदैन त। मेरो हिसाबमा अयो हँसाइ नानी छोडेर आजको साकेलाले मार्यो। अहिले काकीले मलाई घर निकाला गर्छन् होला। किन डर लागिरहेको। अनि बिहानै हिँडेको, नानी छोडेर, नानी भोकाएर खाएको मतलब छैन। तरुनी भयो, हिँड्यो। कामको लागि त हिँड्छन्, भ्लग बनाउँदै हिँडेको होइन। अनि किन मान्नु? सबैजनाले सोनुहाङ लिम्बूलाई सर्च गरेर उसको भिडियो लाइक सब्सक्राइब गरिदिनु होला, भ्युज बढाइदिनु। मेरो बुढोको भिडियो हो। अनि तपाईँहरूलाई गानाहरू मनपर्छ सुन्नु या म्युजिक लभर हुनुहुन्छ भने एकदम राम्रो है। मेरो बुढोले गाना पनि गाउनुहुन्छ।